नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम विचार मन्थनमा। म उपेन्द्र बस्नेतको। आज हामी होटेललाई पर्यटनसँग कसरी जोड्न सकिन्छ र यसका सम्भावनाहरू के छन् भन्ने विषयमा छलफल र बहस गर्दैछौँ। यसका लागि होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य नेत्रलाल ओली हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रम विचार मन्थनमा। धन्यवाद उपेन्द्रजी। होटेललाई पर्यटनसँग कसरी जोड्न सकिएला? पर्यटन र होटेल एकअर्काका परिपूरक हुन्, त्यसैले होटेल बिना पर्यटक आउनै सक्दैनन्। त्यही अभियानमा हामी लाग्नुपर्छ र लागिराखेका छौँ। पर्यटनको सम्भावना तुलसीपुरमा अथवा दाङमा कतिको छ के देख्नुहुन्छ यहाँले? पर्यटकीय हिसाबले दाङ त अत्यन्त सुन्दर नगरी हो। यो तुलसीपुर मात्रै होइन, दाङ जिल्ला नै अत्यन्त सुन्दर नगरी हो। किनभने यहाँको यो जुन फाँट छ न तराईसँग सम्मिलित छ न पहाडसँग सम्मिलित छ। यहाँ न गर्मी हुन्छ न चिसो हुन्छ। त्यसैले पर्यटकीय हिसाबले यहाँका धार्मिक हाम्रा संस्कृतिहरू पहाडसँग पनि जोडिएका छन्, तराईसँग पनि जोडिएका छन्। त्यसैले दाङ जिल्ला पर्यटकीय हिसाबले अत्यन्त राम्रो जिल्लाको रूपमा मैले लिएको छु। अब यहाँसम्म मान्छे आउनलाई, हेर्नलाई र बस्नलाई त त्यो खालका होटेलहरू हुनु पर्यो नि। छ त्यो तुलसीपुरमा? योभन्दा 10 वर्ष अगाडि भन्दा अहिले तपाईँहरूकै सहयोग, तपाईँहरू सबै राजनीतिक कर्मीदेखि लिएर पत्रकारिता क्षेत्रका साथीहरूको सहयोगबाट तुलसीपुरमा एउटा स्तरका होटेलहरू बनेका छन्। म त्यो ढुक्कका साथ भन्न सक्छु आजको दिनमा। र पर्यटकलाई ल्याउनका लागि, त्यसलाई प्रचार प्रसारमा अगाडि बढाउनका लागि अलि मेहनत गर्नुपर्छ जस्तो मलाई लाग्छ। पत्रकारिता जगत र व्यवसाय जगत दुईटैको समन्वयमा त्यसलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय लेभलमा त्यसको प्रचार गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसमा अलिकति कमी छ कि समन्वयको कुरामा भन्ने मलाई लाग्दछ। अब पर्यटकलाई आकर्षण गर्नका लागि, तिनलाई आकर्षण गर्नका लागि, यहाँसम्म ल्याउनका लागि त्यस्तै खालको वातावरण तयार हुनु पर्यो। खानाको त्यस्तै खालको दाङको पहिचान के हुने त खानामा? त्यो कुराहरू हुनु पर्यो। के का लागि मान्छे पर्यटक तुलसीपुर आउने अथवा पश्चिम दाङमा आउने त्यो कुरा हुनु पर्यो। आवश्यक होला नि त्यो कुरा पनि। म आज तपाईँको लोकप्रिय मिडिया मार्फत, एफएम मार्फत दाङको सन्दर्भमा केन्द्रीय सदस्य भए तापनि तुलसीपुर होटेल व्यवसायी समितिको पनि सल्लाहकार भएको कारणले तुलसीपुर होटेल व्यवसायी समितिलाई हामी केही 8-10 जना मान्छेहरू मिलेर जुन तरिकाले संस्थागत रूपमा यसलाई अगाडि बढाउन त्यो बेला प्रयत्न गरेका थियौँ, उहाँहरू साथीहरूलाई पनि म आज स्मरण गर्न चाहन्छु। पर्यटन कसरी आउँछ र पर्यटनलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको सवालमा म अत्यन्त चिन्तित छु। मैले अहिले पनि तुलसीपुर होटेल व्यवसायी समितिको नियमित बैठकहरू बस्दै गर्दा मैले उहाँहरूलाई बारम्बार भन्ने गरेको छु, यो भन्दा पहिले दाङमा तुलसीपुरमा होटेल छैनन् भनेर नेपालगञ्ज जुन तरिकाले पर्यटनहरू ग्राहकहरू जाने कुरा थियो नि, त्यो अहिले धेरै मात्रामा घटेको छ। घोडाईमा पनि त्यही स्तरका होटेलहरू खुलेका छन्। त्यसैमा झन् म अहिले राजनीतिक कर्मीहरूलाई विशेष धन्यवाद त के दिन चाहन्छु भने हामीले सुरुमा जुन किसिमको एउटा सोच बनाएका थियौँ, दाङमा प्रदेशको राजधानी हुनुपर्छ भन्ने, बीचमा केही हदसम्म बुटुल्नु भयो। त्यसपछि यहाँ सरिसकेपछि यहाँको होटेलहरू स्थापनाका साथै यहाँ आउने मान्छेहरूले दाङ जिल्लालाई हेर्ने दृष्टिकोण पनि अत्यन्त सकारात्मक भएको मैले महसुस गरेको छु। त्यति मात्रै होइन, म अस्ति देवखुरीमा गएको थिएँ। देवखुरीमा जाँदै गर्दा तुलसीपुर र घोडाईका साथीहरूलाई पनि लिएर गएको थिएँ होटेल व्यवसाय समितिका, र त्यहाँ बाहिरबाट आउने मान्छेहरूले को एउटा मैले आभास सुनेको थिएँ, यो तुलसीपुर घोडाईदेखि तुलसीपुर पश्चिम हापुरेसम्मको क्षेत्र जो हो यो त बस्न लायक एरिया नै त्यही रहेछ नि त। किन हावापानीको दृष्टिकोणले त्यति मात्रै होइन, त्यहाँको पर्यटकीय दृष्टिकोण तपाईँको चाहिँ पश्चिम छहरा, यहाँको पार्कको कुरा गर्नुहोस् होइन, त्यसपछि गएर तपाईँको चमेली गुफाहरू जस्ता कुराहरूलाई सङ्घ संस्था र मिडिया कर्मीहरूले अलिकति त्यसलाई चाहिँ उत्सुकतापूर्वक बाहिर ल्याउने प्रयत्न जे गर्नुभएको छ नि, त्यसैले यहाँसम्म पर्यटक आउने कुरा गाह्रो छैन। तर पर्यटकलाई व्यवस्थापन गर्ने कुरामा होटेल व्यवसायी समितिलाई पनि मैले यो कुरा भनिराखेका छु, पर्यटन आइसकेपछि लोकालिटी कुराहरूलाई चाहिँ महत्त्व दिनु पर्यो। हामी भन्छौँ विदेशी खानाहरू यहाँ ल्याएर खुवाउने त्यसपछि पर्यटक आउँछ भन्छौँ, त्यसो होइन। विदेशबाट आउने पर्यटक त लोकालिटी के हो भन्ने तरिकाले यहाँ बुझ्नका लागि आउँछ, त्यो अनुसार व्यवसायलाई जानुहोस् भनेर पनि मैले सुझाव दिने गरेको छु। अब यो रैथाने खानाको लागि पनि यहाँको सिन्की, यहाँको ढिडो, अब पछिल्लो समय त बोदिया भाले भन्ने पनि खालो कुरा आउने गरेको छ। यो रैथाने खानालाई कसरी जोड्न सकिन्छ त? अब यो दुनियाँ प्रचारकै दुनियाँ हो जस्तो मलाई लाग्छ।
प्रचार पनि त्यो सकारात्मक प्रचार हुनु पर्यो कि प्रचार भइसकेपछि त्यसको व्यवस्थापन त्यो क्षेत्रमा हुनुपर्छ, त्यसपछि मात्रै मान्छेले विश्वास गर्दछ। योभन्दा पहिला तपाईँलाई कति स्मरण छ, तपाईँहरूकै सल्लाह अनुसार मैले तुलसीपुरमा एउटा आह्वान चलाएको थिएँ भर्खर केन्द्रीय सदस्य भएर आएको बेला। तुलसीपुरमा रहेका व्यवसायीहरूलाई प्लस तुलसीपुरमा प्रतिष्ठित सङ्घ संस्थाका व्यक्तित्वहरूलाई बोलाएर नगरपालिकाको सहयोग र तुलसीपुरका व्यवसायीहरूको सहयोगमा, होटल व्यवसायभन्दा बाहिरका व्यक्तित्वहरूले पनि त्यो बेला व्यवसायहरूले पनि सहयोग गर्नुभएको छ, सहयोगमा रैथाने खाना भनेर हामीले महोत्सव चलाएका थियौँ। त्यो कुन अवसरमा चलाएका थियौँ भने दाङमा आदिवासी चौधरीहरूको चाड पर्ने भोलिपल्ट, पहाडमा हामीले माने आएको संक्रान्ति पर्ने, त्यो अवसरलाई ठ्याक्कै जुडाउने। मैले अघि भनेको थिएँ नि यो त्यस्तो क्षेत्र हो भनेर, यो दाङ जिल्ला भने त्यो पर्ने गरी हामीले पुसको 28 गते हो, पुसको 28 गते चाहिँ हामीले त्यो खाना महोत्सव चलाएका थियौँ। त्योबाट धेरै कुराहरू चाहिँ अरूमा पनि जागरुक आएको छ। त्यो त्यति मात्रै होइन, यहाँ गुरुङका खानाहरू पनि हामीले महिनामा एकपटक अथवा 6 महिनामा एकपटक दिन सक्नु पर्यो। चौधरी समुदायले खाना स्थानीय लेभलमा खाने खानाहरूको पनि हामीले प्रदर्शन गर्न सक्नु पर्यो भनेर मैले एउटा क्राइटेरिया डाटा बनाएर तुलसीपुरका व्यवसायहरूलाई दिइसकेका छु। र त्यो लोकालिटी खानालाई नै महत्त्वपूर्ण, हामीले पर्यटन भित्र्याउने भनेको कुरा त के हो भने हाम्रो व्यवहार, पेसाकर्मी साथीहरूको व्यवहारले नै पर्यटनहरू भित्रिन्छ। पर्यटन आएको बेला यहाँको लोकल यो हो, हामी हजुर रेस्पेक्ट गर्न जान्ने किसिमको भएन भने फेरि अर्को पटक फर्किएर त आउँदैन नि त्यो कुरा। त्यसैले मैले अस्ति प्रदेशको पर्यटन बोर्डसँग पनि एकपटक बसेर छलफल गरेको छु। हामीलाई कमसेकम तपाईँले तालिम र गोष्ठी सबै व्यवसायहरूलाई सशक्तिकरण गर्नका लागि, सशक्त बनाउनका लागि हामी व्यवसायगत कुरामा हिजो बाजेदेखि अहिलेसम्म व्यवसाय गर्दै आएको त कोही पुर्खा छैन नि त। हामी एउटा परिवेशमा व्यवसाय गर्न सुरु गरेका हौँ, कति जान्छौँ या कति जान्दैनौँ। त्यसलाई सहजीकरण गर्नका निमित्त एउटा तालिम गोष्ठीहरू गर्दै त्यसलाई सुसूचित गराउन म त्यो पहलमा अगाडि लागि परेको छु। उपेन्द्रजी, अब पछिल्लो समय यता कस्तो देखिन्छ तुलसीपुरमा भने कुनै पर्यटक आयो भने यहाँको सबै क्षेत्रको अवलोकन गरेर बेलुका गएर घोराइमा बस्ने त्यो वातावरण छ। त्यो के कारण भयो तुलसीपुरमा? जो एउटा पर्यटक तुलसीपुरमा आएर बस्दैन, सुरक्षाको चुनौती हो कि खानाको हो कि बसोबासको हो कि के हो? यो खास कारण के हुन सक्छ? बडा महत्त्वपूर्ण प्रश्न उठाउनु भएको छ। यो प्रश्नले राजनीतिकहरूलाई पनि छुनुपर्छ जस्तो मलाई लाग्दछ। मैले स्थानीय निकायका निर्वाचन हुनु भन्दा केही पछि 2-4 जना स्थानीय प्रमुखहरूलाई भेटेर दुईटा कुरा गरेको थिएँ उपेन्द्रजी दाङको सन्दर्भमा। पहिलो कुरा, तपाईँहरू 10वटै पालिका भित्रका प्रमुख र उपप्रमुख एक ठाउँमा बसेर दाङलाई सुरक्षित सहरको रूपमा कसरी पहिचान गराउन सकिन्छ यसको बारेमा छलफल गर्नुहोस् भनेको थिएँ। कि युएन लेख्यो भने तपाईँले पर्यटकको मात्रै कुरा नगर्नुहोस्, युएन लेखेको गाडी रुकुमबाट हिँड्छ, दाङमा असुरक्षित छ भनेर कि बुटोल जान्छ कि तपाईँको चाहिँ नेपालगञ्ज जान्छ। घोडाईसम्म त ठिकै कुरा हो, त्यो दाङभित्र पर्छ, त्यो कुरासम्म म स्वीकार छु। तर त्यो अवस्था थिएन। नहुँदै गर्दा मैले 1-2 जना प्रमुखहरूको नाम नलिउँ, अहिले मैले उहाँहरूलाई बसालेर के भनेको छु, दुईटा कुरा भनेको छु। पहिलो कुरा, दाङलाई सुरक्षित सहर छ भन्ने अनुभूति दिनका लागि तपाईँहरू 10 पालिकाका प्रमुख उपप्रमुख बसेर यसलाई मिडियाकरण गर्नुहोस् र सुरक्षित सहर बनाउनका लागि प्रशासनिक निकायदेखि लिएर सबैसँग बस्नुहोस् र अगाडि बढ्नुहोस् भनेको थिएँ। अर्को कुरा मैले के भनेको थिएँ भने मानव स्वास्थ्यसँग जोडिएको कुरा, तुलसीपुरको अञ्चल हस्पिटल, त्यो बेलाको नामाकरण अहिले प्रदेश हस्पिटल होला, अञ्चल हस्पिटल बनाउने बेला यहाँका सबै व्यवसायीहरूदेखि लिएर यहाँ बसोबास गर्ने मान्छेहरू, हरेक संस्थामा लागेका व्यक्तित्वहरूले ठुलो आन्दोलन गरेर यो हस्पिटलको निर्माण भएको। अनि त्यो कुरा हामीले बिर्सिसक्यौँ। अहिले के भएको छ भने रिफर सेन्टरको रूपमा मात्र यसलाई प्रयोग गरिएको छ। म अत्यन्त असन्तुष्ट छु यो बारेमा। त्यो बेला मैले के भनेको थिएँ भने तुलसीपुरदेखि पश्चिमतिरका जनप्रतिनिधिहरू प्रमुखहरू एकपटक बसेर यसको व्यवस्थापकीय पक्षहरूलाई चाहिँ अलिकति एउटा कमिटी गठन गरेर, तपाईँहरूभित्र पनि कमिटी गर्नुहोस्, तपाईँहरूलाई असजिलो हुन्छ भने त्यसरी अगाडि बढेर यसलाई एकदम निष्फिक्रीसँग स्वास्थ्य सेवा लिने ठाउँको रूपमा चिनाउनुहोस् भनेर भनेको थिएँ। त्यसैले तपाईँले राखेको प्रश्न यहाँ दाङमा जुन किसिमले बस्दैनन्, पर्यटकहरू कसरी बस्न सक्छन् भन्ने कुरा छ। यो मैले विभिन्न कार्यक्रमहरू मार्फत उहाँहरूसँग राखेकै प्रश्न हो र उहाँहरू पनि, मैले अस्ति तुलसीपुर नगरपालिकाका प्रमुख टिकाराम खड्काज्यूको प्रमुख अतिथिमा दाङ जिल्लाका 4वटा होटल व्यवसायी समिति छन्, तिनी 4वटा होटल व्यवसाय समितिका अध्यक्षहरूलाई बोलाएर उहाँको प्रमुख अतिथितामा एउटा बैठक बसाले र उहाँसँग पनि हाम्रो अनुरोध त्यो छ, तपाईँकै पहलमा होइन, घोडाईमा तपाईँको नरुलाल चौधरी त्यहाँको नगर प्रमुख हुनुहुन्छ, विभिन्न 10वटा नगर प्रमुखहरू
पालिका प्रमुखहरू बसेर यसलाई सुरक्षित सहरको रूपमा सबै क्षेत्रबाट राम्रो भयो भनेपछि नै सबै मान्छे आउन जागरुक हुने हो। जहाँ कोही सुरक्षा छैन, कोही त्यहाँको वातावरण मिलेको छैन, कोही बस्ने व्यवस्थापन छैन, यो सबै कुरा छरपष्ट भयो भने कोही मान्छे अगाडि जान सक्दैन। न राजनीति जान सक्छ, न तपाईँको चाहिँ पेसाकर्मी जान सक्छ, न सञ्चारकर्मी जान सक्छ। यो सबैको एउटै भोइस भयो भने मात्रै सबै सफल हुन्छ र यो ठाउँ पनि सफल हुन्छ। मलाई त्यसैले अबका दिनहरूमा पर्यटकहरू बाहिरबाट आएर तुलसीपुर भन्दा अथवा घरै भन्दा देउखुरी भन्दा बाहिर जानुपर्छ त्यो अवस्था आउँछ जस्तो मलाई लाग्दैन। म त्यो कुरामा सबै व्यवसायहरूलाई सशक्त रूपमा एकदमै प्रशिक्षणात्मक तरिकाको रूपमा अगाडि लिएर गएको छु र देउखुरीमा पनि अहिले देख्नुभयो होला विभिन्न किसिमका 3 स्टार होटलहरूको पनि स्थापना सुरु भएको छ। बनाउँदै हुनुहुन्छ, कति चाहिँ आइसक्नु भएको छ। यसको व्यवस्थापनमा म अग्रसर भएर नै लाग्नेछु। तर तुलसीपुरमा चाहिँ एक तले भन्दा 2 तले छैन हैन होटलहरू छन्। मान्छे एउटा क्याटेगोराइज लगानीमा मान्छेको आकर्षण छैन होटलमा। त्यो कुरामा स्वीकार्छु, त्यो कुरा एकदमै स्वीकार्छु। त्यो एउटा तुलसीपुर पहिलेको अञ्चलको कन्सेप्ट भएको ठाउँ, व्यापारिक केन्द्रबिन्दु भएको ठाउँ, अहिले बीच पोइन्टमा आएर त्यो बेलाको होटलहरू ठुला नभए पनि धेरै थिए। अहिले के भएको छ भने न धेरै हुन्छ न ठुला भए। किन भयो भने यहाँको एउटा चलिआएको परम्परागत कुरा र व्यापारिक सेन्टरहरू तपाईँको चाहिँ रोडको हिसाबले पनि बाटोको हिसाबले पनि माथि सर्दै गयो अनि राज्य सत्ताको संरचनाको हिसाबले पनि अन्यत्र सर्दै गर्दा मान्छे के हो त भन्ने किसिमले लगानी गर्न चाहेको अवस्था छैन। र केही मैले अहिले भने सकारात्मक दृष्टिकोणहरू देखिएका छन्। भालुबाङमा प्रदेश राजधानी हुनु भने तुलसीपुरलाई पनि फाइदा हो। तुलसीपुरमा एउटा टुकुटी बस्यो भने तुलसीपुर त आफै चल्छ नि। हामी त्यो मनस्थिति अनुसार बाहिर गयौँ भने लगानीकर्ताहरू पनि आउने क्रम लगभग सुरु छ जस्तो मलाई लाग्छ। उपेन्द्रजी, अब यो ऐतिहासिक र धार्मिक महत्त्व बोकेका छिल्लीकोट, चमेरे गुफा, शान्ति उद्यान पार्क भयो हैन, धागेछारा, जन्ती ढुङ्गा भन्ने पनि छ, पुरन्धारा छरा पनि छ। यसको विकासको लागि त्यहाँसम्म पूर्वाधारको विकासको लागि बाटाहरू बनाउनको लागि त्यहाँ वरपरको वातावरणलाई रमणीय बनाउनको लागि स्थानीय सरकारले के गर्नुपर्छ होला? तुलसीपुरको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। अस्ति मात्रै डोल्पाको एउटा भ्रमण टोली तुलसीपुर आइपुगेको रहेछ। म सम्भवतः बस्न गएको थियो, एउटा संस्था मार्फत आएको रहेछ। अनि उहाँहरूले छिल्लीकोट जान्छु भन्नुभयो। मैले एउटा हाइसलाई बुक गरेर छिल्लीकोट पठाइदिएँ, तर त्यहाँसम्म पुगेन भन्ने मसँग गुनासो गर्नुभयो। जुन स्थानसम्म पुग्नु पर्थ्यो, पानी परेको थियो कि जस्तो लाग्छ मलाई, त्योसम्म पुगेन भनेर पछि आएर मसँग गुनासो गर्नुभयो। त्यसैले जुन धार्मिक पर्यटकीय स्थलहरू छन् त्यहाँसम्म पुग्नका लागि स्थानीय सरकारले त्यसको व्यवस्थापन भने पहिलो कुरा बाटो नै हो हैन। बाटोलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेतिर अलिकति जोड पुगेको छैन कि जस्तो मलाई लाग्छ। अहिले तपाईँको यो राप्ती पार्कलाई हेर्नु न। राप्ती पार्क भण्डारी भाइ हुनुहुन्छ, उहाँले चाहिँ त्यहाँ एउटा जङ्गल रेस्टुरेन्ट चलाउनु भएको छ। त्यसले कति मान्छे थामिरहेछ। बाहिरबाट गएर तपाईँहरू पनि यसो अवलोकन गर्नुहोस् कहिलेकाहीँ। पहिले के हुन्थ्यो, त्यहाँ जाने केही छैन भन्ने हुन्थ्यो मान्छेहरूलाई। त्यहाँ एउटा रेस्टुरेन्ट मात्रै खोलिसकेपछि बाहिरबाट आउने मान्छेहरू अहिले त्यहाँ चाहिँ दैनिक यो टिकटक त झन् के आयो पछिल्लो पिरियडमा दैनिक त्यो पार्कमा भरि भाडा पाल्नै पाउँदैन भन्ने किसिमको कुरा पनि आइराखेको छ। त्यसैले छिल्लीकोटको सन्दर्भमा, चमेरी गुफाको सन्दर्भमा त्यहाँ चाहिँ बाटो अलिकति अप्ठ्यारो छ भन्ने आइराखेको छ। त्योभन्दा माथि गइसकेपछि एउटा सहारा भन्ने संस्थाले अर्ग्यानिक तरकारीको पनि त्यो चाहिँ उत्पादन गाउँका मान्छेहरूलाई चाहिँ राम्रो होस् भनेर अर्ग्यानिक तरकारीको उत्पादनको सुरुवात गरेको रहेछ। त्यो संस्थासँग मेरो कोअर्डिनेसन भइसकेपछि त्यहाँको बजारीकरण भएन भन्ने गुनासो आयो। मैले तुलसीपुर होटल व्यवसाय समितिलाई बोलाएर के भने त्यहाँको तरकारी दैनिक कति उत्पादन हुन्छ, मेरो काम छैन, अहिले बाहिर मात्रै हिँडिरहेको छु, म बरु त्यहाँका मान्छेहरूले 15 रुपियाँमा त्यहाँ पाउँछ, हामी बजारमा 50 रुपियाँले किनिरहेको छौँ। त्यो चिज हो दाङमा उत्पादन भएको अर्ग्यानिक तरकारी। त्यहाँबाट यहाँ तपाईँको चाहिँ भाडा कति लाग्ला? 1 किलो बराबर 10 रुपियाँ छुट्याउनुहोस्। 25 मा त पाइने भयो नि त। 5 रुपियाँ नाफा खाने संस्थागत राखिदिनुहोस्। 30 मा त पाइने भयो नि त। 20 रुपियाँ त आज पनि तपाईँको चाहिँ ग्राहक बचिरहेको छ, ग्राहकको बस्छ। त्यसैले मलाई त्यो जिम्मा दिनुहोस् भनेर भनेको छु। सम्भवतः त्यसको बारेमा पनि मैले बसाल्ने कुरा गरिरहेको छु। अनि पश्चिमको हापुरेको कुरामा पनि अलिकति बाटोको त्यहाँको स्थानीय सरकारले त्यसलाई पहिले भन्दा त धेरै राम्रो छ जस्तो मलाई लाग्छ अहिले पनि। र पहिले भन्दा अहिले अब मान्छेका कम्प्लेनहरू धेरै आउने त गर्छन्, तर स्थानीय सरकारहरूले पनि केही न केही अवस्थामा काम गरेको मैले त महसुस गर्छु। मलाई त्यस्तो लाग्छ। अब बाहिर देखिने वा भित्र गर्ने त्यो फरक पाटाका विषयहरू होलान्, तर बाहिर देखिने किसिमले
पर्यटकीय प्रवर्धनका लागि अस्ति हामीले एउटा रिक्वेस्टमा एउटा पर्यटन शाखाले चाहिँ नगरपालिकाले थोरै सहयोग गर्यो। यही कुरा हो एकले अर्कालाई बढाउने भन्ने कुरा होइन। त्यसैले नगरपालिका पालिकाहरूले पनि स्थानीय प्रवर्धनका लागि दाङमा त्यस्तो हेर्दै हेरेका छैन भन्न चाहिँ म संस्थागत तरिकाले सक्दिनँ। काम चाहिँ गरेका छन् त्यसलाई चाहिँ स्वीकार्नुपर्छ। अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। मैले सोध्न छुटेको तपाईँले यो कुरा त भन्नै पाए हुन्थ्यो भन्ने के लागेको छ अझै? यो पर्यटन सन्दर्भमा रहेर मैले व्यवसायीहरूलाई अत्यन्त यो कोरोना कालमा व्यवसायहरू एकदम बारमा परेका छन्। व्यवसायीहरूलाई मैले एउटा मात्रै भोइस दिएको छु। मेरा व्यवसायी मसँग सोध्ने व्यवसायीहरूलाई कि अहिले पेसा जोगाउनुहोस्, अझै 1 वर्ष पेसा जोगाउ। 2 वर्ष कोरोनाले खायो, अहिले फेरि 1 वर्ष अझै घर छोड्ने, भाडा तिर्न नसकेर हैरानी हुने जुन अवस्था भएको छ त्यो सन्दर्भमा मैले होटल व्यवसाय समितिको मिटिङमा पनि भनेको छु र होटल भन्दा बाहिरका व्यवसायीहरूलाई पनि मसँग रिलेसन भएर सोध्न जाने व्यवसायीहरूलाई 1 वर्ष आधा खाएर पनि व्यवसाय बचाउनुहोस्, त्यसपछि हामी फेरि साउजी बन्ने हो। किनभने यो कसै मानवले बनाएको प्रक्रिया होइन, यो अन्तर्राष्ट्रिय जगतबाटै यस्तो किसिमको आर्थिक धराशायी भएको अवस्था हो कोरोनाको कारणले। त्यसैले व्यवसाय जोगाउनुहोस्, त्यसपछि मात्रै भोलिका दिनमा काम गर्न सकिन्छ भन्ने कुरा मैले यो महत्त्वपूर्ण एफएमबाट चाहिँ व्यवसाय साथीहरूलाई अनुरोध गर्दछु। र अर्को कुरा लोकालिटी नै पर्यटनको आधार हो, यही कुरा चाहिँ छुटेको थियो, यो कुरा जानकारी गराउन चाहन्छु। रेडियोसम्म आएर आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको लोकप्रिय एफएम जो विगत धेरै वर्षदेखि म यो एफएमसँग पनि नजिक छु र मेरो मित्र तपाईँले यहाँसम्म बोलाएर मेरा मनमा लागेका कुरा र व्यवसायका कुराहरूलाई समाज सामु राख्ने जुन अवसर पारिदिनु भयो यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद। होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य नेत्रलाल ओलीसँग गरेको छलफलसँगै आजको विचार मन्थनको समय सकिएको छ। म पनि बिदा हुन्छु। नमस्कार।